नमस्कार। आज फेरि तपाईँ समक्ष सर्ट भिडियो लिएर आएको छु। नोटहरू देखेर बुझिहाल्नुभयो होला आज कुन विषयमा तपाईँसँग जानकारी साझा गर्नेछु। धेरैजनाको प्रश्न पनि थियो, यो बागवाला 2 रुपियाँको नोटको कति पैसा पाइन्छ र यो के भ्यालुएबल हुन्छ कि हुँदैन, र यसको आज तपाईँलाई जानकारी दिनेछु। भारत सरकारले 1970 देखि 1992 सम्म यो नोट छापेको थियो, जो तपाईँको फ्रन्ट साइडमा 2 अनि साइडमा अशोक स्तम्भ लेखेको र ब्याक साइडमा एउटा बाघको फोटो भएको। यो नोटहरूमा तपाईँले त्यस्तो कुनै बेसी रेयरिटी या त बेसी महँगो नोट पाउनुहुन्न, किनभने यो धेरै नै कमन नोटहरू हो र देखिरहनु भएको छ। जुन कन्डिसनमा यो नोट छ, यो नोट जुन कन्डिसनमा छ, यसको तपाईँले 5 रुपियाँदेखि 6 देखि 7 रुपियाँसम्म तपाईँले पर पिस पाउन सक्नुहुन्छ। यदि एकदमै युएनसी ब्याङ्कबाट निक्लेको नोट भए, त्यस्तो कन्डिसनमा भए मोटामोटी 10 रुपियाँसम्म तपाईँले पाउन सक्नुहुन्छ। 8 देखि 10 सम्म तपाईँले पाउन सक्नुहुन्छ एउटा नोटको। 2 रुपियाँको ब्याक साइडमा बाघको फोटो भएको। तर यसमा तपाईँको 1985 सालमा अमिताभ घोष सिग्नेचर, गभर्नर अमिताभ घोषको सिग्नेचर भएको यो नोट चाहिँ एउटा अलिकति भ्यालुएबल मानिन्छ, जसको तपाईँले यो कन्डिसनमा तपाईँले 100 रुपियाँदेखि 150 अनि एकदमै युएनसी कन्डिसनमा छ भने तपाईँले 200 देखि 250 रुपियाँसम्म एउटा नोटको तपाईँले पाउन सक्नुहुन्छ। यानि कि तपाईँले अगर एक बन्डल ल्याउनु भयो भने, एकदम युएनसी कन्डिसनमा एक बन्डल ल्याउनु भयो भने 20 देखि 22 हजारसम्म तपाईँको एक बन्डलको तपाईँले यो 2 रुपियाँ नोटको पाउन सक्नुहुन्छ। तर सिग्नेचर हुनु पर्यो तपाईँको। जस्तै यो नोटमा आइजी पटेलको छ, आइजी पटेल देखिरहनु भएको छ, आइजी पटेल। यसको जग्गामा तपाईँले अमिताभ घोषको सिग्नेचर भएको नोट हुनु पर्यो, जो तपाईँको अलिकति 100 देखि 200-250 सम्म तपाईँले भ्यालु तपाईँले कन्डिसन हेरेर तपाईँले पाउन सक्नुहुन्छ 2 रुपियाँको बाघवाला फोटो भएको यस नोटको। र आशा छ तपाईँले बुझिहाल्नुभयो होला कुन चाहिँ सन या त कुन चाहिँ सिग्नेचर हुनुपर्छ यो बाघवाला 2 रुपियाँको नोटमा। आशा छ तपाईँहरूले बुझ्नुभयो होला। र बाँकी बात जति पनि यो नोटहरू छ, तपाईँले 2 रुपियाँको 5 रुपियाँ 6 रुपियाँ या त ज्यादा से ज्यादा 10 रुपियाँसम्म तपाईँले एउटा नोटको पाउन सक्नुहुन्छ, त्यो नै कन्डिसन हेरेर। र यसमा तपाईँले हेर्नुपर्ने 1985मा जुन छापेको थियो अमिताभ घोष गभर्नरको सिग्नेचर भएको त्यो नोट मात्र यो नोटहरूमा अलिकति भ्यालुएबल हुन्छ, जो तपाईँले 100 रुपियाँदेखि 250सम्म तपाईँले कन्डिसन हेरेर तपाईँले पाउन सक्नुहुन्छ। अदरवाइज बाँकी बात सबै नोटहरू सबै कमन हो, जो तपाईँको 3 रुपियाँ 4 रुपियाँ 5 रुपियाँ 6 रुपियाँ त्यो टाइपमा तपाईँको बिक्री हुन्छ यो नोट। र आशा छ तपाईँलाई आजको भिडियो मन पऱ्यो होला र धेरैजनाले सोच्नु भएको थियो होला यो रियर एकदम महँगो दामको होला भनेर। र आज स्पष्ट मैले तपाईँलाई गरिदिएको छु, यसमा तपाईँको कुनै पनि महँगो नोट छैन। एक मात्र अमिताभ घोष 1985मा जुन छापेको थियो त्यसको तपाईँले 100 देखि 250सम्म पर नोट पाउन सक्नुहुन्छ। र नेक्स्ट भिडियोमा फेरि अर्को नोट अथवा कोइनको विषय लिएर आउनेछु। तबसम्मको लागि धन्यवाद।